आज चाहिँ धेरै दिनमा म आएको छु हजुरहरूको सामुन्ने। गर्मी चाहिँ एकदमै धेरै बाहिर निक्लिन नसक्ने छ। अहिले चाहिँ अलि मधुर जस्तो देखेको घाम चाहिँ अघि चाहिँ सूर्य नै पृथ्वीमा आए जस्तो थियो। एउटा मात्र नभएर दुई तीनवटै सूर्य उदाएको जस्तो भइसकेको छ यहाँ चाहिँ। तराईमा अहिले जताततै त्यस्तै गर्मी, जता पहाडी एरिया हिल एरियाहरूमा नि यस्तै छ भन्ने सुनिन्छ। हाम्रो यहाँ चाहिँ यो चितवनको नजिक नवलपरासीतिर चाहिँ एकदमै गर्मी छ। पसिना देख्न सक्नुहुन्छ। उति लुगा फेरि उति भिजिहाल्छ पसिनाले। भित्र बस्दा पनि तातो हावा फाल्छ। पंखा एकछिन निभाएर फेरि चलाउनुपर्छ। चलाचलाइ गर्दा नि तातो आउने। अनि यस्तै छ। एसी कुलरले पनि काम गर्न छोड्ने स्थिति आइसकेको छ। एकदमै गर्मी। पानी चाहिँ एकदम पर्यो भने चाहिँ सिमसिम बिहान बेलुका त परिरहेको छ। अनि त्यही भएर हिलो पनि बनाइरहेको छ। हिलो पनि भइरहेको छ। अनि त्यसपछि यो सिमसिम पानी यसो बिहान बेलुका पर्छ। अनि दिउँसो त्यो घाम चर्केपछि त्यही जमिनको पानी तातेर झन् गर्मी हुने। त्यही बिहान बेलुका यसो सिलसिल पानी मात्र पर्छ। धेरै ठुलो पानी त परेको छैन। हिलो चाहिँ बनाएको छ। झन् सिमसिम पानीले हिलो हुन्छ। अहिले चाहिँ यो गर्मी महिना चाहिँ एकदमै गाह्रो हुने। यता यो बारीमा नि झार देख्न सक्नुहुन्छ। एक हप्ता पनि भएको छैन हामीले उखालेको, यति छिटो पलाइसकेको छ। अस्ति नै मकै रोपेपछि चाहिँ आएन, पानी नै नआएर मकै अलिअलि मात्र उम्रेको छ। अनि त्यहाँ मेरो काँक्रो फुलबारीमा चाहिँ बरु अलि निक्लेको छैन है। 10 दिन जति भयो हामीले उखालेको, अलिअलि निक्लिन लागेछ। यो फुल पनि बाक्लो भएको छ। अन्त सार्ने भनेको सार्न घामले अनि बेलुका अलिअलि पानी निक्लिन्छ। अनि त्यस्तै भएको छ। यस्तो छ है फुलबारीमा मेरो फुलहरू चाहिँ। यस्तो छ है। सिलाम एउटा सिलाम रहेछ। यस्तो छ। अनि फुल पनि हेर्नु न उइलाएर पानी पर्छ अनि घाम चर्किन्छ गर्दा जराहरू कुहिने अनि यस्तो हुन्छ। मैले चाहिँ यो रोजको हाँगा यो कोपिला नभएको चाहिँ काटेर फालिदिन्छु भनेको। अहिले काटेपछि चाहिँ नयाँ पलाउँछ नि त, त्यही भएर। अनि यो फुल मालती फुल पनि ओइलाएछ। यस्तो भयो। बिहान बेलुका चाहिँ फुल्थ्यो, फुल्छ दिउँसो चाहिँ यस्तै हुने हो। तर यो पानीले चाहिँ मारे जस्तो लाग्यो चाहिँ मलाई। अनि यो फुल पनि बाँध्नुपर्ने भएको छ। केही पनि काम गर्मीले गर्दाखेरि बिहानै 5 बजे घाम निक्लिन्छ। यस्तो है देख्न सक्नुहुन्छ। अनि हाम्रो बारीको हालत यही फर्सीको झ्याल त्यसै एउटा पनि नफलिकन गयो। यो चाहिँ मल बगेको छ पानीले। बेच्ने भनेको मान्छे पनि नपाएर बेचिदिन पाए चाहिँ सफा हुन्थ्यो भनेको। हाम्रो ड्रागन फ्रुट चाहिँ त्यहाँ छ। घाम फेरि चर्कियो देख्न सक्नुहुन्छ। गर्मीमा चाहिँ हाम्रो बारीमा अहिले के छ हेर्नुहोस्। झारै झार पुरै धेरै भएकै छैन उखालेको। हप्ता दिनमा यस्तो झार आउँछ। अनि यो मेरो काँक्रो मैले चाहिँ यसलाई 6वटा दाना थियो। 100 रुपियाँमा ल्याएको एकदमै राम्रो ठुल्ठुलो मादल जत्रो काँक्रो फल्छ भनेर त किन्न उसमा यो बिउ किन्ने ठाउँमा त्यही भनेको भएर ल्याएको। अब हेरौँ कस्तो लाग्छ। अहिलेसम्म बतिलो त लगाइसकेको छैन। मैले चाहिँ यो काँक्रोलाई सानोमा उम्रिँदाखेरि चाहिँ घामले खान्छ भनेर पुरै बुराले ढाक्दा अनि ढाक्न नमिल्न छोडेपछि बल्ल छोडिदिएको हो। दिउँसो घामले खान्छ भनेर यत्रो भएको छ। 6वटा हो। यो पनि रोपेपछि चाहिँ फेरि ठुलो हावा पनि आएर पुरै सुताइदिएको थियो। झन्न केही पनि भएन छ। म त गयो भनेको थिएँ। फुल चाहिँ निक्लिन लागेको छ। अब बतेला चाहिँ कहिले हाल्छ हेरौँ। यसले थाक्रो चाहिँ खोजिरहेको छ। मेरो काँक्रो यो के अरे यो पाहाडतिर हुन्छ यत्रो मोटो एकदम ठुलो फल्छ। लोकल काँक्रो हो भनेर ल्याएको मैले चाहिँ। हेरौँ मेरो पैसा वेस्ट हुन्छ कि खान पाइन्छ। आजसम्म चाहिँ एउटा बतिलो लगाएको चाहिँ छैन। अब लाउँला है। फुल्न लाहा बल्ल मुन्टाहरू हिँड्ने भइरहन। अनि यो यतापट्टि पनि थाक्रो हाल्नुपर्छ। अनि मैले चाहिँ यहाँ कोदोको बिउ जमाइदिएको यतिको उम्रेको छ।
कस्तो हुन्छ हेरौँ न। मरेन भने चाहिँ पुग्छ। त्यो सङ्खे-किराको खपटा कहाँबाट आएछ खालिदिउँ त। हाम्रो चाहिँ यो करेला धेरै नै फल्यो। यो हाइब्रिड भनेर रोपेको हामीले लोकल परेछ। लोकल चाहिँ अलिक तितो हुने कि, त्यही भएर अहिले गर्मी छ नि, गर्मीमा धेरै खानेकुरा पनि भएन, त्यसै भएको छ। अब यो फालिदिने हो। धेरै नै फल्यो अनि अहिले गर्मीमा चाहिँ अलिक खानु भएन भनेर अहिले खाएन भने काटेर पनि धेरै नै सुकाएमा कति सुकाउने हो र भनेर चाहिँ छोडिदिउँ अब यत्तिकै। झार अब फेरि उखाल्ने हो। यो फेरि यस्तो खाले अर्कै खाले यो सागको रूपमा नि खान्छन्, खान त मान्छेले खान्छ, खाएन है। मम्मीले अरू सागमा अलिअलि एउटा दुईवटा मुन्टा मिसाउनु हुन्थ्यो जाडोमा चाहिँ, यत्तिकै नै खान्छन्, खान त दबाई हुन्छ भनेर हामी चाहिँ खाएन। अब गाईले पनि खान्छ कि खाँदैन थाहा छैन। गाईले खाने घाँस भयो भने बरु गाईले हुन्थ्यो, पुरै उखाल्नको दुःख मात्र। अनि मकै चाहिँ यतापट्टि ठ्याक्कै उ गरे जस्तो भएछ क्या। यता कोदो रोप्थ्यौँ हामीले, मकैभित्र रोप्थ्यौँ के अरे, खाएर रोप्नुहुन्थ्यो, उम्रिँदैन। अनि त्यही पनि देख्न सक्नुहुन्छ यस्तो अचल्ल मकैमा नि यस्तो गोब्रे लाएर भैँसीले चरे जस्तो चरेको छ। यता चाहिँ हामी मुगो मास रोप्छौँ पछि। अनि हाम्रो चाहिँ हाम्रो चाहिँ बल्ल एउटा ड्राइगन फ्रुटमा कोपिला निक्लेको छ। मैले बिहान देखेको थिएँ यहाँ, बल्ल एउटामा निक्ल्यो। अब अरूमा नि निक्लिन्छ होला है। बल्ल आज चाहिँ एउटामा निक्लेछ। मम्मीहरूलाई कसैलाई पनि थाहा छैन, मैले देखेछु सुरुमा। त्यसैमा नि कोमिलाएर बसेको छ हेर्नु यहाँ। अब हेरौँ अरू चाहिँ निक्लिन्छ कि निक्लिन्न। अरू पनि निक्लेला, बल्ल एउटामा निक्लेको छ। यसपालि नि फल्दैन कि भनेको, एउटा त फुल निक्लेको छ। खाना मिल्ने हुँदा फल्छ कि फल्दैन त्यो चाहिँ लेट्स सी। मले डिस्टर्ब गरेको छ कि। अनि कर्कलोको घारी नै छ। कर्कलोको तरकारी जति खाए पनि। अनि मैले त्यति गरेर बोरामा रोपेको खुर्सानी, यो त बरु ठिकै छ। यो बढी घाम पानी भयो भने चाहिँ खुर्सानीलाई नहुने रहेछ कि। यहाँ हेर्नु न कस्तो भएको छ यो खुर्सानीको मुन्टा। यो कहिले निक्लिने? यहाँ मुखमा फुल लिएर बसेको छ कि छैन, यस्तो पात खुम्री परेर बसेको छ कि। अनि यो लपक्कै फुल छ, तर फुल भए पनि कोसा लाउनै सकेको छैन कि यसमा चाहिँ। यो धेरै पानी परे गरेर पनि, पानी धेरनाले सिमसिम पानी भए पनि आइरहेको छ नि त। घाम चाहिँ चर्को। यो चाहिँ अलिक पुरानो पोहोरको बुटो हो है, तर यो चाहिँ पोहोरको भयो भने बरु फले। हेर्नु न यस्तो, पोहोर त पातै नदेख्ने गरी फलेको थियो, त्यही नि फलेको छ। यो बरु खाइरहेको छ। पुरै हाँगा पात झरेर उ भएको थियो। अनि फाल्ने क्यार्ने भनेको थियौँ, पलाउनु ला छोडिदिउँ भनेर छोडेको, बरु यो फल्यो पुरानो। हाम्रो चाहिँ यहाँ माली गाई छिन्, यिनलाई खाना भनेपछि फेरि जस्तो जे पनि हुन्छ। यिनलाई खाना भयो पानी भए पनि यिनले थाहा पाउनु। अरूले चाहिँ कुन दिन दाना के नहाले खायो थाहा पाउँछ नि, यिनले थाहा पाउनु। खानाको सोखिन हुने नि। गाई पनि बिचरा गर्मीले, हाम्रो त्यो अम्रिकने चाहिँ बाहिर गएर खाना पाएको छैन। सानो बाछी बाहिर गएर घाँस खाएर आउँथ्यो, पानीले गर्दा जाने ठाउँ छैन अहिले। यस्तो है सिमसिम पानीले गर्दा यस्तो हिलो छ। अनि हाम्रो सानी बाछी चाहिँ जान्छन्, चुटुक्क गएर खाएर आउँछिन् है। यिनको मम्मी चाहिँ उता छिन्, यिनी ठुली मम्मीसित बसिछिन्। तिनकी मम्मीसित बसिछिन्। यो चाहिँ हाम्रो घरको माउते गाई हो, माउते गाई सबैको आमा। यो मालीहरूको चाहिँ होइन, मालीको आमा छोरी। यता यो लाइनको तिनवटा चाहिँ छुट्टै गाईको हो, अरू चाहिँ यही गाईका सन्तान हुन्। यिनी पनि पनातिनी हुन्, पनातिनी यहाँ छिन्, यहाँ बसेकी छिन्। गाईलाई पानी दिने पनि बेला हुन लागिसक्यो। यहाँ चाहिँ हाम्रो चोक्कर गाईलाई, हाम्रो यतातिर यस्तो चोक्कर खुवाउँछौँ कि। यो चाहिँ फ्याक्ट्रीमा लिन जानुपर्छ। यहाँ हाम्रो जिरा धनियाँ सुक्दैछ, त्यहाँ गाईको दाना भिज्दैछ। अनि यो अम्बा पनि देख्न सक्नुहुन्छ, यस्तो अझै बढी फलेको थियो, कस्तो अहिले चाहिँ झऱ्यो है। एकैचोटि पाक्छ कि। अरू फलफुल जस्तो नहुने अम्बा चाहिँ फेरि पुरै खाऊँ भने नै हुँदैन, फ्रिजमा राखेर खाऊँ भने नै हुँदैन। उति टिप्दा खाए हुन्छ, नत्र मिठै हुँदैन। अम्बाको जात त्यस्तो हो।
एकैचोटि फल्छ कि फेरि एकैचोटि पाकेर एकैचोटि भ्याइने के बिस्तारै पाके नि हुन्थ्यो नि पाक्न लाग्यो गर्ने झन्। अनि यहाँ अघि चाहिँ मैले खिच्दा मोबाइल तातेर बन्द भयो अनि मोबाइललाई चाहिँ एकछिन फ्रिजमा राखेर निकालेको छु। अब फेरि कन्टिन्यू देखाउँछु के छ। यो चाहिँ करेला हो, यो चाहिँ हाइब्रिड करेला हो। हाम्रो चाहिँ कस्तो कस्तो भनेर यहाँ त्यत्तिकै ल्याएर बेर्न अर्को घरको आन्टीले दिनुभएको थियो अनि बेर्न हाम्रो चाहिँ यति गाडेको। यो बहुत राम्रो परेछ, यसलाई बेलामा राम्रो ठाउँमा रोक्यो भए चाहिँ यो चाहिँ हाइब्रिड रहेछ। के गर्ने बल्ल फल्न लागेको छ। अम्बा देखिहाल्नु भयो। हाम्रो यो खुर्सानीको गति यस्तो छ है, फुल्नै नसकेर बसेको छ। यता लाइट यस्तो छ। अनि हाम्रो चाहिँ यहाँ खरबुजा यत्रो भएको छ। यो खरबुजा बढ्छ कि गर्छ है, दुईवटा छ। यतापट्टिको कता गयो, झ्यालै मर्न लास्ट भइसक्यो। यतापट्टिको यत्रो भएको छ, यसलाई यहाँ माथि राखिदिउँ। यस्तो छ। अनि यो चाहिँ हाम्रो सिमल तरुल। हामी चाहिँ 3टा रोपेका थियौँ। यत्रो थियो, अहिले त हेर्नु न यत्रो ड्यामको भएको छ। सिमल तरुल अलिअलि पात बस्नुपर्छ। यो हाम्रो चाहिँ अहिले यता चाहिँ फर्सीको 2-3टा भयो भने फलेको थियो। अहिले चाहिँ एउटा बतिल लाउनु सकेन, बतिल लाउँदै कुहिँदै गरेको छ। यसपालि चाहिँ बिउ पनि हुने भएन, त्यही मुन्टा खाना मात्र भएको छ। अब यो पनि फाल्ने बेला हुन लागिसक्यो। फालेर यहाँ चाहिँ भट्ट रोप्ने हो। त्यहाँनिर एउटा मेवा छ। अनि यो चाहिँ घिरौँला। यो चाहिने कुरा चाहिँ फल्दैन। यो काँक्रो फलिदियो भए कति खानुहुन्थ्यो। यो मन नपर्ने घिरौँला चाहिँ यति फल्छ। अन्त अब यसको नि आइ जाने बेला भयो कि त्यही भित्रभित्र फलेको छ। वहाँमा माथिसम्म गएर फलेको छ। यो चाहिँ त्यहाँ पनि छ कर्कलो मुन्टा। फर्सीको मुन्टा पनि थाक्रो चढ्न आएको रहेछ। एउटा दुईवटा बतिलो रहिदियो भने चाहिँ बिउ हुन्थ्यो भनेको। फर्सीको चाहिँ दानै खान पाइएन। यो चाहिँ हाम्रो उखुमा पनि यस्तो डिस्टर्ब गरेको छ उसले, फर्सीले। यो उखु चाहिँ हाम्रो पराल राख्ने बेलामा परालभित्र आएको थियो अनि हामीले रोपिदिएको हो। यो पराल लुँडा पार्ने, टडकमा पराल लुँडा पार्ने खेतालाहरूले चाहिँ लुँडा पार्ने बेलामा खाएको। अनि त्यो काहीँ राख्दाखेरि अनि त्यहाँ बिर्सेर परालमा बेरिएको हुनुपर्छ। हामी चाहिँ रोपिदिएका छौँ। मजाले पलाएको छ। यो चाहिँ यो यता कता भन्दा बुटोलतिर साइड, भैरवा साइडतिरको यस्तै सर्दी बर्गारतिरको पराल ल्याएको। यो उखु पनि त्यतैतिरको हो। 4-5वटा 5-6वटै छ। यो अब एक दिन यसलाई सफाइ गरिदिनु पर्ने भएको छ। उतापट्टि चाहिँ हाम्रो घरकै उखु हो। अब चाहिँ यसो घाम बादल लागेको छ आकाशमा। यस्तो घाम उजेल भएको बेला चाहिँ म पानी दिइहाल्छु गाईलाई। आज घरमा चाहिँ कोही पनि छैन, त्यही भएर आफैले पानी दिनुपर्छ। गाईहरूलाई पानी दिइहाल्छु अनि घाँस हालिदिन्छु। फेरि पानी आयो भने चिया हुन्छ। यही शीतल भयो बेला मैले निक्लिन सकिन्न। यो जिरा धनिया उठाउनुपर्छ पानी हामी लाग्यो भने। अनि म त्यसपछि भेट्छु है हजुरहरूसित। फाइनली पानी खरेर नि भ्याइयो। पसिनाले चाहिँ यस्तो हालत छ। अघि चाहिँ घाम लागेको थियो भने अहिले चाहिँ बादल छ। आकाशमा पनि पानी औला जस्तो गरेको छ। बादलले लाए पनि गर्मी चाहिँ छ। यस्तो छ है पसिनाले। मैले चाहिँ पानी सानी खुवाएर गाईलाई घाँस पनि हालेर भ्याइसकेको छु। अब चाहिँ चिसो पानीतिर लगाउँ, फ्रिजतिर चिसो पानी छ कि छैन खोजौँ। अनि त्यसपछि आजको दिउँसो काम चाहिँ यति नै भन्दै आजको भ्लग चाहिँ क्लोज गर्छु म। हाम्रो च्यानललाई चाहिँ सपोर्ट गरिदिनु होला भन्दै आजलाई चाहिँ यति नै। खासै केही त होइन, गर्मीको माहौल देखाएँ भन्दै बाई बाई।